हाम्रो देश नेपाल जहाँ संसारको शिर सगरमाथा उभिएको छ, भौगोलिक रूपमा हिमालको काख, पहाडको हरियाली र तराईको सुनौलो फाँटले सजिएको हाम्रो देश विविधतामा एकताको अनुपम उदाहरण हो। विश्वले हामीलाई वीर गोर्खाली भनेर चिन्छ, जसले युद्धको मैदानमा कहिले हार मानेनन्। तर हाम्रो पहिचान वीरतामा मात्र सीमित छैन। नेपालीको मुटुमा एउटा अद्भुत दयालुपन र सरलता लुकेको छ। अतिथि देवो भव भन्ने हाम्रो संस्कारले हामीलाई संसारकै नम्र र प्रेमी जाति बनाएको छ। आज लाखौं नेपालीहरू विश्वका विभिन्न कुनामा पुगेका छन्। धेरैलाई लाग्न सक्छ यो केवल आर्थिक बाध्यता हो, यो केवल हाम्रो पारिवारिक बाध्यता हो, तर विश्वासको आँखाले हेर्दा यो एउटा ईश्वरीय विस्थापन हो। बाइबलले हामीलाई सिकाउँदछ, उहाँले एउटै मानिसबाट सबै जातिका मानिसहरू बनाउनु भयो र तिनीहरूलाई सारा पृथ्वीमा बास गराउनु भयो। उहाँले तिनीहरूका समय र वासस्थानका सिमानाहरू पहिल्यै तोकिदिनु भयो। तपाईँ कुन देशमा, कुन शहरमा र कुन कम्पनीमा हुनुहुन्छ त्यो संयोग मात्र होइन, परमेश्वरले तपाईलाई त्यहाँका मानिसहरूका बीचमा एउटा विशेष उद्देश्यका लागि राख्नु भएको हो। जसरी हाम्रा पुर्खाहरूले साहसका साथ संसारमा आफ्नो नाम राखे, त्यसरी नै आज परदेशमा रहेका तपाईँ हामी नेपालीहरूले ख्रिस्टको सिपाही बनेर आत्मिक लडाईँ लड्नु पर्ने हुन्छ। हाम्रो वीरता अब युद्धमा होइन, तर प्रेम, प्रार्थना र सुसमाचारमा सुनाउने साहस देख्नुपर्छ। येशू ख्रिस्टको असल सिपाही चाहिँ मसित दुःख भोग, 2 तिमोथी 2:3 हामीलाई सिकाउनुहुन्छ परमेश्वरले। संसारको नुन र ज्योति बनेर हामीले संसार सामु हामीलाई चिनाउनु पर्दछ। नेपालीहरूको स्वभाव नै सहयोगी र दयालु हुन्छ। परदेशको व्यस्त र स्वार्थी संसारमा नेपालीको यो दयालुपन येशूको प्रेम दर्शाउने एउटा ठूलो माध्यम बन्न सक्छ। तिमीहरूको ज्योति मानिसहरूको सामुन्ने यसरी चम्कोस् कि तिनीहरूले तिम्रा असल कामहरू देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। मत्तीको 5:16 लेखेको छ। त्यसैले नयाँ भूमिमा आशिषको स्रोत, जसरी बाइबलमा युसुफ मिश्र देशमा पठाइयो र त्यहाँ उनी पुरै राष्ट्रको लागि आशिष बने, त्यसरी नै नेपालीहरू पनि जुन देशमा छन् त्यहाँको उन्नति र आत्मिक सुधारको लागि माध्यम बन्नुपर्दछ। जुन शहरमा मैले तिमीहरूलाई निर्वासन गरी पठाएको छु, त्यस शहरको शान्तिको खोजी गर र त्यसको निम्ति परमप्रभुसँग प्रार्थना गर, किनकि त्यसको शान्तिमा नै तिमीहरूको शान्ति हुनेछ। यिर्मया 29:7 अनुसार। त्यसैले हामी केवल मजदुर भएर विदेशिएका होइनौँ, हामीले त नेपालको सुन्दरता, वीरता र दयालुपन बोकेर हिँडेका परमेश्वरका राजदूत हौँ। आफ्नो पुर्खाको वीर गोर्खाली पहिचानलाई कायम राख्दै अब आत्मिक रूपमा पनि जागृत बनेर संसारलाई येशूको प्रेम देखाउने बेला आएको छ। तपाईको भूगोल र पहिचान सधैँ नेपाली रहनेछ, तर तपाईको गन्तव्य अब स्वर्गको राज्य विस्तार गर्ने हुनुपर्दछ। स्वर्गीय राज्य यस पृथ्वीमा ल्याउने हाम्रो उद्देश्य हुनुपर्छ। यही नै परमेश्वरको योजना हो। जय मसीह सबैलाई। परमेश्वरले सबैलाई आशिष दिनुभएको होस् येशू ख्रिस्टको नाममा। गुड मर्निङ एन्ड जय नेपाल। आमेन।